वेलकम बैक गाइस एन्ड द न्यू ब्लग। आजको ब्लग चाहिँ मेरो नयाँ होस्टेल चेन्ज भएको छ, टाढा दिएको छ, त्यसैले गर्दा पनि ब्लग हाल्न भ्याएको थिएन मैले। गाइजहरू होस्टेलहरू चाहिँ सारिदिएको छ, हामी 3-4 जनाको अर्को ठाउँमा ल्याएको छ, त्योभन्दा पहिलाको भन्दा अर्को ठाउँमा ल्याएको छ, त्यही भएर गाह्रो छ गाइस। अलि लामो बाटो छ, 10-15 मिनट लाग्छ बाटोमा, त्यही भएर ब्लग नहालेको। म तपाईँले आज आफ्नो होस्टेल नयाँ होस्टेल देखाउँछु है त। त्यो सेतो टावर देखिरहेको छ, अब त्यहाँदेखि ट्याक्क तल छ, यतातिर चाहिँ त्यहाँदेखि म यता जानुपर्छ। ठाउँ चाहिँ एकदम राम्रो छ गाइस, लाइक आफ्नो गाउँघर जस्तै भनौँ, शान्त वातावरण, त्यस्तो केही उ छैन। योदेखि पहिला भएको ठाउँमा चाहिँ लास्टै गाडी घोडाहरू मेन बाटोको नजिक छ, त्यही भएर साउन्ड चाहिँ लास्टै गर्छ। यतातिर चाहिँ केही छैन, वातावरण एकदम शान्त, आफ्नो गाउँघरतिरको जस्तो छ। पहिला बस्ने चाहिँ ऊ त्यही हो, त्यो मैले देखाउँथेँ त भिडियोमा, सनभ्यू होटेल, त्यसको उता त्यो 3टा टावर देख्नुभयो, त्यसको ट्याक्क यता अपोजिटमा बस्थ्यौँ। आजकल चाहिँ यतातिर छ, यता अगाडि जहाँ पनि अम्रे रहेछ है, देख्नुभयो त्यहाँ त्यो ल्यासिका छ अम्रै। हाम्रो होस्टेलको पछाडि पनि लास्टै लागेको छ, सेम नेपाल जस्तो वातावरण, हरेक कुरा चाहिँ यहाँ सेम नेपाल जस्तो हुन्छ। गर्मी चाहिँ अलिक बढी हुन्छ, 12 मास सेम एउटै मौसम। अनि होस्टेल चाहिँ एकदम राम्रो छ, गार्डन पनि छ बाहिर, राम्रो लागेको छ। डगेस बाहिर आएको छन्, गाह्रो छ यहाँ, कुकुरलाई छोडिदिनु पर्छ, हामीलाई खान्छ। यस्तो बाटो चाहिँ 5वटा बाटो काट्नुपर्छ, ट्याक्कै यता गएर यस्तो बाटो स्ट्रेट छ। कति राम्रो फुलहरू गाइस, वातावरण एकदम राम्रो छ। भिडियो लास्टसम्म हेर्नु होला, म चाहिँ आफ्नो नयाँ होस्टेल देखाउँछु गाइस, मनपर्छ कि नै भन्नु होला। मैले चाहिँ एकदमै मन पराएको छु। बाहिर ग्राउन्ड पनि छ, त्यसमा मैले वर्कआउटहरू पनि गर्ने सोचिरहेको छु। अस्ति भर्खर सारेको छ, इक्विपमेन्ट्सहरू केही छैन, त्यो पुरानो होस्टेलमा त्यो चाहिँ युज गर्थेँ मैले। त्यो चाहिँ त्यो दाइ हुनुहुन्छ त्यहाँको थियो, मलाई ल्याउन दिनु भएन, त्यसैले अब फेरि बनाउनुपर्छ आफै केही न केही। र वर्कआउट चाहिँ फेरि गर्ने विचार गरिरहेको छ। डगेस गाई फेरि पनि पठाएको छ, लास्टै गडा छ हो गाई चाहिँ। होस्टेल नजिकै आइसकेको छौँ हामी भन्यो अहिले। म चाहिँ होस्टेल नजिकै आइसकेको छु। आज साथीहरूको चाहिँ फुल सिफ्ट, मेरो मर्निङ हो, म हजुरलाई देखाउँछु है मेरो होस्टेल गाइज। सी माई न्यू होस्टेल, यो हो मेरो न्यू होस्टेल। यो वाइट कलरको यो यता गार्डन छ, कतातिर ऊ त्यहाँ अम्रै छ। अहिले म रुम पनि देखाउँछु आफ्नो, यही हो न्यू होस्टेल। मेन गेट गाइज, यो डोर पनि छ यसमा। यो हाम्रो एन्ट्रेन्स होस्टेलको, यो एन्ट्रेन्स यता माथि अर्को फ्लोर। यो किचन, फ्रिज दिएको छ कम्पनीले, ग्यास, टेबलहरू, भाँडा धुने यता छ। ब्याक साइडमा चाहिँ एउटा छ त्यो भाँडा धुने। त्यसपछि यो हाम्रो एउटा वासरुम, अर्को वासरुम यहाँ छ, म देखाउँछु एकदम पर्फेक्ट। यो अर्को वासरुम, यो हाम्रो लिडर हुनुहुन्छ हाम्रो दाइ, त्यहाँको रुम हो। यो चाहिँ क्लोज छ, यो चाहिँ हाम्रो रुम हो। यो क्यान सी गाइस, त्यो चाहिँ मेरो बेड हो। यो चाहिँ यहाँ एउटा करण भाइ छ, त्यो भाइको बेड हो, त्यहाँबाट कपडाहरू लगिरहेको छ। अनि यहाँ मेरो टाइजीहरू सामानहरू यहाँ छ। यता बाहिरको भ्यू पनि देखाउँछु गाइस। वाउ गाइस, के हेर्न सक्नुहुन्छ पछाडिको भ्यू, त्यहाँ अम्रै लास्टै लागेको छ गाइस। चोरेर खानुपर्छ कि नुन खुर्सानी बनाएर। यो हो, यो यतातिर बारी पनि छ हाम्रै, गार्डन अगाडिको। यहाँदेखि भ्यू चाहिँ राम्रो, त्यहाँ होटल छ, साथसाथै दौरो पार्टी गर्छन् केटाहरूले त्यहाँ, राम्रो छ। जो होस्, नजिकमा सुविधा पनि छ, एकदमै राम्रो छ गाइस। तपाईँहरूलाई होस्टेल चाहिँ कस्तो लाग्यो गाइस भनिदिनु होला। फेरि भेटौँला अर्को ब्लगमा। म चाहिँ अब नुहाइले गर्छु साँझको लागि, के कस्तो पकाउने सबै कुराहरू गर्नुपर्छ। भोलि चाहिँ बिदा छ मेरो, आज मर्निङ। भोलितिर भेटौँ गाइस, बाई।